नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसले नेपालका पशुपालक किसानहरूका लागि साँच्चीकै एउटा वरदान साबित हुन सक्छ। यो विश्लेषण पशुपालनमा चमत्कार ल्याउन सक्ने एक प्रविधिमा आधारित छ। ल सुरुमै एउटा सिधा प्रश्न, के गाई भैँसीको दूध उत्पादनलाई त्यो पनि खासै कुनै अतिरिक्त खर्च नगरी 25% बढाउन सकिन्छ होला त? सुन्दा अचम्म लाग्ला, तर आज हामी यही प्रश्नको उत्तर खोज्नेछौँ। अब समस्या कहाँबाट सुरु हुन्छ भने खास गरी सुक्खा याममा पुसदेखि वैशाखको समयमा होइन, त्यति बेला पराल र छ्वाली जस्ता सुक्खा आहारमा पौष्टिक तत्त्व लगभग 0 बराबर हुन्छ अनि यसको सिधा असर पशुको स्वास्थ्य र उत्पादनमा पर्छ। किसानहरूको चिन्ता बढ्नु त स्वाभाविकै भयो। तर हरेक समस्याको समाधान हुन्छ, र यो समस्याको समाधान पनि एउटा रहस्यमय कुरामा लुकेको छ। त्यो रहस्य हो युरिया मोलासिस मिनरल ब्लक, छोटकरीमा भन्दा UMMB। हेर्दा त सामान्य इटा जस्तो देखिन्छ, तर यसको काम भने असाधारण छ। अब लागौं यसको पहिलो रहस्यतर्फ। त्यो हो यसलाई बनाउन प्रयोग हुने सामग्रीहरू। केही सामग्रीहरू त हामीले सोचे जस्तै छन्, तर केही यस्ता छन् नि जसले साँच्चै अचम्ममा पारिदिन्छ। ल हेर्नुस् त, 100 किलोको ब्लक बनाउन के चाहिने रहेछ? धानको ढुटो, भटमासको पिना, खुदो, मिनरल मिक्सचर, नुन। सबै सामान्य नै लागिरहेको छ हैन? तर यो सूचीको अन्त्यतिर हेर्नुस् त, 2वटा नामले पक्कै पनि ध्यान खिच्छ। हो, ठिक पढ्नुभयो। युरिया मल अनि चुन। खेतमा हाल्ने मल र घर पोत्ने चुन पशुको खानामा? यो कसरी हुन सक्छ? आखिर यसको पछाडिको विज्ञान के हो त? आउनुहोस् बुझौं। यहाँको विज्ञान एकदमै रोचक छ है। यो युरिया मलले सिधै पशुलाई खुवाउने होइन, बरु पशुको पेटभित्र भएका करोडौं सूक्ष्म जीवाणुहरूलाई प्रोटिन दिने हो। अनि जब ती जीवाणुहरू बलियो हुन्छन्, उनीहरूले यस्तो एन्जाइम बनाउँछन् जसले सुक्खा पराल जस्तो पौष्टिक तत्त्व नभएको खानेकुरालाई पनि मजाले पचाउन मद्दत गर्छ। मतलब सजिलो भाषामा भन्दा यो ब्लक पशुको पाचन प्रणालीका लागि एउटा सुपर भिटामिन ट्याब्लेट जस्तै हो। अब पालो आयो दोस्रो रहस्यको। त्यो हो यसबाट हुने फाइदा। र यो कुनै हावाको कुरा होइन, तथ्याङ्कले नै यसको कमाल देखाउँछ। सोच्नुस् त, दुहालु पशुहरूमा यसको प्रयोगले दूध उत्पादन 20 देखि 25% बढेको पाइएको छ। यो त किसानको आम्दानीमा सिधा र ठूलो फड्को हो नि। त्यस्तै मासुका लागि पालिने भैँसी र खसी बाख्राको शारीरिक तौल पनि 21%ले बढेको देखियो। मतलब मासु उत्पादनमा पनि प्रत्यक्ष फाइदा। अनि यो फाइदा त सायद कसैले सोचेको पनि थिएन होला। UMB को प्रयोगले पशुबाट निस्कने मिथेन ग्यासलाई 10 देखि 20% घटाउँदो रहेछ। भनेपछि आम्दानी पनि बढाउने अनि वातावरण पनि जोगाउने। कस्तो राम्रो कुरा! फाइदा यतिमै सकिएको छैन। यसले बाछा-बाछीको तौल 15-18%ले बढाउँछ अनि पशुहरूमा हुने बाँझोपनाको समस्यालाई पनि कम गरेर प्रजनन क्षमता सुधार्छ। अब लागौं तेस्रो रहस्यतिर। त्यो हो यसलाई बनाउने तरिका। सुन्दा जति वैज्ञानिक र जटिल लाग्छ नि, बनाउने चाहिँ एकदमै सरल छ। यसलाई हामी एउटा विशेष खालको केक बनाए जस्तै सम्झिन सक्छौं। सही सामग्री, ठिक मात्रामा अनि सही तरिकाले मिसाउने। यसका जम्मा 3वटा मुख्य चरण हुन्छन्। पहिलो, सबै कच्चा पदार्थहरूलाई खुदोमा हालेर राम्रोसँग मोच्ने, एकदमै राम्रोसँग। दोस्रो, त्यो मिश्रणलाई मसिनमा राखेर लगभग 2 मिनेट जति थिच्ने, ताकि त्यसले इटाको आकार लियोस्। अनि तेस्रो र अन्तिममा, तयार भएको ब्लकलाई हावा खेल्ने कोठामा 1 हप्ता जति सुकाउने। बस यति गरेपछि यो प्रयोगका लागि तयार भयो। अझै सजिलो बनाउन त यस्तो हाइड्रोलिक मसिन पनि प्रयोग गर्न सकिन्छ। यसले मिश्रणलाई एकदमै राम्रोसँग थिच्छ र सबै ब्लकहरू एक नासको बलियो बन्छन्। र अब अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण रहस्य। त्यो हो यसको शक्ति र यसलाई प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी। किनभने यो एकदमै शक्तिशाली पूरक आहार हो, यसको प्रयोग पनि त्यही अनुसार जिम्मेवारीपूर्वक गर्नुपर्छ। एउटा कुरा एकदमै स्पष्ट हुनुपर्छ, यो ब्लक जुगाली गर्ने जनावर, मतलब जसको पेट 4 भागमा बाडिएको हुन्छ, जस्तै गाई, भैँसी, भेडा, बाख्रा, उनीहरूको लागि मात्र हो। किनभने उनीहरूको पाचन प्रणालीले मात्र युरियालाई सुरक्षित रूपमा पचाउन सक्छ।
घोडा, सुँगुर, कुखुरा जस्ता जनावरहरूलाई त यो भुलेर पनि खुवाउनु हुँदैन, एकदमै खतरनाक हुन सक्छ। त्यसैले यी 3वटा नियमहरू सधैँ याद राख्नुपर्छ। 1. पशुलाई सुरुको 1 हप्ता बिस्तारै बिस्तारै चाट्न दिएर बानी पार्ने। 2. एकैपटक धेरै खुवाउने लोभ कहिल्यै नगर्ने, यसले युरिया विषाक्तता हुन सक्छ। र 3. ब्लक खुवाउँदा पशुलाई प्रशस्त मात्रामा सफा पानी पिउन दिनुपर्छ, यो अनिवार्य छ। अन्तमा के भन्न सकिन्छ भने यो युरिया मिनरल ब्लक एउटा यस्तो उदाहरण हो जसले देखाउँछ कि कसरी साना साना वैज्ञानिक तरिका अपनाएर किसानहरूले ठूलो फाइदा लिन सक्छन्, थोरै लगानीमा उत्पादन बढाउने, पशुको स्वास्थ्य सुधार्ने अनि वातावरणलाई समेत फाइदा पुर्याउने। अब एउटा प्रश्न सोच्नका लागि छोडेर जाउँ, हाम्रो कृषिमा यस्ता सरल तर शक्तिशाली वैज्ञानिक समाधानहरूको अधिकतम उपयोग हामी कसरी गर्न सक्छौं होला? यही प्रश्नमा विचार गर्दै आजको लागि यति नै। फेरि भेटौँला।